आज अलिकति बिमाको विषयमा कुरा गरौँ। बिमा राम्रो हो होइन, के हो, कसो हो, कस्तो हो, के राम्रो हो, कुन राम्रो हो, कहाँ राम्रो हो, यस्ता कुराहरू धेरै आइरहेकै छ अझै पनि मार्केटमा। तर मलाई लाग्छ बिमा कोही कसैलाई देखाउने चिज होइन र कोही कसैको सिफारिस गर्ने चिज मात्रै पनि होइन क्या। मैले त गरेँ, तपाईँ पनि गर्नुहोस्, अथवा फलानाले गर्यो तपाईँ पनि गर्नुहोस् मात्रै होइन। यो एउटा व्यक्तिगत र पारिवारिक आवश्यकताको कुरा पनि हो। मेरो लागि चाहिँ त्यस्तो लाग्छ क्या। कतिपय कुराहरू देखाउन अथवा कतिपय कुराहरू अरूको लागि सिफारिस बन्नको लागि मात्रै पनि हुँदैन। बिमा भनेको चाहिँ नितान्त व्यक्तिगत र पारिवारिक आवश्यकताको कुराहरू। यो कोही कसैलाई नदेखाइकन, कोही कसैलाई नभनिकन गर्दा पनि हुन्छ। तर राम्रो, सही र सकेसम्म ठिक चाहिँ छान्नु चाहिँ त्यो बिमा गर्ने मान्छेको आफ्नो एउटा विवेक र आफ्नो एउटा स्वविवेकको निर्णय हो त्यो चाहिँ। अब कसको जस्तो कसैसँग पैसा होला, उहाँहरूले गर्नुभयो। अब उहाँले गर्नुभयो भन्दैमा अब अर्कोले गर्नैपर्छ अथवा गरिहाल्छ अथवा गरिहाल्नुपर्छ भन्ने कुरा हुँदैन। उहाँको सबै आवश्यकताहरू पुरा भएपछि त्यस पछाडि बिमा गरेको पनि हुन सक्नुहुन्छ, अथवा उहाँहरूलाई अन्य आवश्यकता कम्प्लिट गर्नलाई पुगेर अनि त्यस पछाडि बिमा गरेको नि हुनसक्छ, अथवा अरू कुराहरूलाई कम प्राथमिकतामा राखेर बिमालाई पहिलो प्राथमिकतामा राखेको पनि हुनसक्छ। तर सबैको चोइस, सबैको इन्ट्रेस्ट, सबैको आवश्यकता एउटै हुन्छ भन्ने कुरा चाहिँ हुँदैन। र सबैलाई घटेको घटना तपाईँलाई घट्छ अथवा तपाईँलाई घटेको घटना चाहिँ सबैलाई घट्छ भन्ने पनि हुँदैन। त्यही भएर म चाहिँ के भन्छु भन्दाखेरि सबैको आफ्नो आफ्नो लाइफ स्टाइल अथवा लाइफ नसिब, भाग्य, कर्म भन्छ नि, यो सबैको आफ्ना आफ्ना हुन्छ क्या। त्यही भएर म चाहिँ भन्छु तपाईँ आफूले आफूलाई हेर्नुहोस्, तपाईँले आफ्नो आवश्यकतालाई हेर्नुहोस्, आफ्नो जिम्मेवारीलाई हेर्नुहोस्, आफ्नो कर्तव्यलाई हेर्नुहोस्, आफ्नो परिवारलाई हेर्नुहोस्। म चाहिँ यति मात्रै भन्न चाहन्छु। तपाईँले अरूलाई हेरेर अथवा अरूले गरेको रिकमेन्ड अथवा रिफरमा मात्रै पनि तपाईँहरू चाहिँ नहिँड्नुहोस्। म चाहिँ भन्छु तपाईँहरू आफू वान अफ द बेस्ट भएर हिँड्नु पऱ्यो। तपाईँहरूको आवश्यकता, तपाईँहरूको जिम्मेवारी, कर्तव्य चाहिँ के हो त परिवारप्रति अथवा व्यक्तिगत रूपमा, त्यो मात्रै कुरालाई सोचेर हिँड्नुहोस्। त्यही भएर बिमा अरूले राम्रो भन्यो या नराम्रो भन्यो अथवा बिमामा कुन राम्रो के नराम्रो भन्ने भन्दा नि प्रोफेसनल जो अभिकर्ता हुनुहुन्छ उहाँहरूसँग राम्रोसँग सल्लाह चाहिँ लिनुहोस्। अथवा बिमा कर्मचारीहरूसँग उहाँहरूसँग भन्ने बित्तिकै उहाँहरूले भनेको तुरुन्तै गर्नुहोस् भन्ने पनि होइन, तर उहाँहरूबाट सल्लाह चाहिँ लिनुहोस्। प्रोफेसनल मान्छेहरूबाट चाहिँ, प्रोफेसनल अभिकर्ता अथवा प्रोफेसनल कर्मचारीहरूबाट तपाईँहरूले सल्लाह चाहिँ लिनुहोस्। किनभने भोलिका दिनमा आफूलाई पछुतो नहोस्। आज बिमा गर्दै गर्दाखेरि आफूले जे सपना, जे एउटा आशा अपेक्षा राखेर चाहिँ जुन बिमा गर्न खोजिराखेको हुन्छ, गरिरहेको हुन्छ, तर त्यो कुरा गएर पछिको लागि 15 वर्ष 20 वर्षको लागि चाहिँ त्यो कुरा चाहिँ पछुतोको विषय नबनोस्। म चाहिँ यति भन्न चाहन्छु। त्यही भएर म चाहिँ भन्छु, देखिरहेको छु हाम्रो क्याप्टेन विजय लामा सरले पनि अहिले बिमा राम्रो हो भनेर भनिरहनु भएको देखिरहेको छु। हाम्रो एकजना डाक्टर ताराजी हुनुहुन्छ, उहाँ तारा सरले पनि अहिले बिमाको विषयमा एकदम धेरै नै व्यापक रूपमा अहिले जोस मान्छेहरूलाई एउटा अवेर र मान्छेहरूलाई चाहिँ एउटा सचेतना दिने काम चाहिँ गरिरहनु भएको छ बिमाको विषयमा। किनभने डक्टर उहाँ चाहिँ प्रोफेसनल्ली पनि डक्टर पनि हो, मोटिभेसनल स्पिकर पनि हो। उहाँ जतिको मान्छेले जुन बिमाको विषयमा यसरी खुलेर भनिदिँदाखेरि चाहिँ साँच्चीकै एउटा प्रोफेसनल अभिकर्ताहरू हुनुहुन्छ जो जति, उहाँहरूको लागि पनि त्यो चाहिँ एउटा राम्रो पक्ष हो। त्यो कुराले राम्रो सपोर्ट भएको छ र त्यो कुरामा म चाहिँ एकदमै एप्रिसिएट गर्छु र थ्याङ्क यू पनि भन्न चाहन्छु उहाँहरूलाई। त्यस्तै गरेर जो मान्छेहरू हुनुहुन्छ, विभिन्न कलाकारहरू हुनुहुन्छ, चर्चित कलाकार, विभिन्न पेसागत एकदम राम्रो राम्रो नाम ख्याति कमाइसक्नु भएको व्यक्तिहरूले पनि बिमा चाहिँ राम्रो हो भनेर जुन भनिरहनु भएको छ, त्यो कुरामा म चाहिँ भन्छु नि, राम्रो भन्नाले के हुन्छ भने तपाईँको सेलेक्सन, तपाईँले गरेको सेलेक्ट अथवा तपाईँले गरेको चोइस अथवा तपाईँले जुन कुराहरूलाई चाहिँ एनालाइसिस गर्नुभएको छ र आफूले जुन कुरालाई चाहिँ आफैले अब्जर्भ गरेर अथवा आफैले चाहिँ त्यो कुरालाई एनालाइसिस गरेर र जुन कुरा तपाईँले चाहिँ जुन पोलिसी सेलेक्ट गर्नुहुन्छ त्यो कुरामा तपाईँ चाहिँ एकदमै आफू पनि ज्ञात भएर अथवा आफू पनि त्यसमा जानकार भएर चाहिँ बुझेर चाहिँ अनि पोलिसी गर्नुभयो भने तपाईँ चाहिँ पक्कै पनि त्यस पछाडि कहिले पनि पछुताउनुहुन्न र जहिले पनि त्यो कुरामा प्राउड गर्नुहुन्छ। बिमा गरिकन कहिले पछुतो हुँदैन।
तर बिमा गरिसकेपछि मान्छेहरू अहिले कोही कसैको भनौँ न अलिकति अब आफन्तहरू अथवा अभिकर्ता अथवा कर्मचारी अथवा छिमेकीको एउटा देखाउने अथवा उहाँले गर्नुभयो म पनि के कम भन्ने हिसाबले जुन गरिरहनु भएको हुन्छ, तर त्यो चाहिँ 10 वर्ष 15 वर्ष नियमित पे गर्नुपर्ने जुन एउटा त्यसको सिस्टम छ, त्यो सिस्टममा चाहिँ अनि त्यस पछाडि आफूलाई चाहिँ अनि साँच्चीकै त्यस पछाडि चाहिँ अनि आज एकछिनको हुटुटुले त्यहाँबाट फेरि 10 वर्ष 15 वर्ष चाहिँ अनि आफू चाहिँ पछुतोमा पर्नुभन्दा सुरुमै आफू चाहिँ एकदमै सचेत भएर एकदमै बुझेर बरु टाइम लागोस्, आफ्नो पनि सबै कुराहरूको बन्दोबस्ती हुँदै जाओस् र होस् अनि मात्रै गर्नुपर्छ। किनभने बिमाले मान्छेको मृत्यु रोक्ने होइन, बिमाले कसैको पनि मृत्यु रोक्ने होइन, कसैको रोग रोक्ने होइन, कसैको समस्या भनेको मात्रै फाइनेन्सियल समस्या चाहिँ यसले जुन चाहिँ भइसक्छ नि, जस्तो कसैको एक्सिडेन्ट भइसक्छ, जब कसैको रोग लाग्छ अथवा कसैको जब मृत्यु भइसक्छ नि, त्यस पछाडि चाहिँ यसले फाइनेन्सियल सपोर्ट गर्ने हो, तर त्यो अगाडि नै यसले ब्लक गर्ने चाहिँ भने होइन। त्यही भएर म चाहिँ के भन्छु भनेदेखि सबैको समस्याहरू भनेको त मान्छेले पहिलो आवश्यकताहरू आफूले पनि चोइस गर्नुहोस्, आफूले पनि सेलेक्ट गर्नुहोस्, त्यस पछाडि चाहिँ अनि तपाईँहरूले सबै कुरालाई आफ्नो स्थिति परिस्थिति आफ्नो परिवेश अनुसार चाहिँ त्यस पछाडि बिमा पनि गर्नुहोस्। बिमा गर्नुभयो भने राम्रो कुरा हो। यति भन्न चाहन्छु म तपाईँहरू सबैजनालाई।